देखेन यार है उताको त काम पनि लागिरहेको छ क्या फेरि हो नि उसो लाइन सक्यो जस्तो त्यो बाटो यति हो त सक्यो फेरि उसो ल हेर्दा हेर्दा सकिरह्यो क्या सुगन तिमीले एउटा के थाहा पाएको भन्दै थियौ नि भन न तिमीलाई त पहिल्यै थाहा थियो होला मलाई चाहिँ थाहा भएको यहाँ चाहिँ उयो यस्तो ट्रकहरूले चाहिँ जहिले पनि लेफ्ट लेन बाहेक अरू लेनमा के अरे कुदाउनु नमिल्ने रहेछ लेफ्ट साइडमा मात्रै कस्तो डर लाग्दो हुन्छ क्या यिनीहरूको हेर न पाङ्रा पनि यत्रो यिनीहरू यो राइट साइडको लेनमा आउनै मिल्दैन माइन हान्छ यिनीहरूलाई वाउ कस्तो मजाको देखिया यार यो चाहिँ हामी मुगलिन आइपुग्यौँ के रे फेरि भन मुगलिन आइपुग्यौँ मुगलिन भात खाने ठाउँ मुगलिनको माछा के खाने माछा भात खाने कि मुगलिनको पोखरी भात छ पोखरी रहेछ कस्तो मजाको देखाएको छ यार नेपाल पनि यस्तो भयो भने त है यता पहाड बिचमा बाटो अझ यता साइडमा के अरे हाम्रो खोला कस्तो मजाको देख्छ यार अस्ट्रेलिया बसेर नेपाली इमेजिन गर्दै बस्ने हो यार हामी त गाडीमै रेडी भइसक्यो क्विक रेडी भएर अब हामी पुग्न लागिसक्यौँ मेरो दिदी उमा चाहिँ हामीलाई वेट गरेर राखेको छ उमा अनि हाम्रो दाइहरू पनि हुनुहुन्छ सो अब सबैजनाले लिएर हामी ब्लू माउन्टेनतिर लाग्नेछौँ मैले बिहान चाहिँ यस्तो जाडो भएको भएर यो लगाएर आएन तर मलाई यस्तो हुक्क भइरहेछ नि अब चाहिँ सो म अब उता गएर ड्रेस चाहिँ चेन्ज गर्न सक्छु जस्ट टपमा चाहिँ चेन्ज गर्न प्लानमा छु हेरौँ हामी आइसक्यौँ अघि नै 2 घन्टा भयो ट्राभल गरेर आएको यहाँ न दाइ छन् न भेनाजु हुनुहुन्छ मेरो दिदी भर्खर नुहाएर निस्केकी थिए ओ माई गॉड व्हाट इज दिस बिहेभियर हेलो हेलो दाइ हेलो 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 सुबु थापा हाई त गाइज हामी चाहिँ निस्क्यौँ यति ढिला 7 बजे निस्केर न्यू क्यासलबाट 7 बजे आएर बल्ल निस्किँदैछौँ हामीहरू ल बल्ल हाम्रो सबैजना फ्यामिली रेडी टु गो ल जाउँ सो हामी चाहिँ कति 1 घन्टा ट्राभल गऱ्यौँ सिडनीदेखि यहाँ ब्लू माउन्टेनसम्म सो 1 घन्टा लाग्दो रहेछ त्यहाँदेखि एकदम रमाइलो भयो डान्स गर्दै आयौँ पर्खिन म भन्दैछु डान्स गर्दै आयौँ रमाइलो भयो डान्सर म पनि होला टुङ्गाबीबाट आएको गाइज टोङ्गाबी भने सिडनीमै छ क्या अब म न्यू क्यासलको मान्छेलाई एक्ज्याक्ट त मलाई थाहा छैन नि त कहाँ के भनेर जो सिडनीबाट यहाँ आउनलाई 1 घन्टा जस्तो ड्राइभमा पर्दो रहेछ युरोप जस्तो छ अब युरोप नि हामी गएको छैन अब यो अस्ट्रेलिया हो होइन अस्ट्रेलियाको युरोप अब 3 सिस्टर्स आइपुग्न लाग्यो क्या अरे दादा टोङ्गाबी मैले गरेर सबजना भ्लगर भइसक्यो यहाँ सुजन दाइ बाहेक डराएको हेर न सुबु थापा आइरहनु उसको चाहिँ आधी मात्र टाउको आइरहेको ए टाउकै नआइरहेको हाइट डिफरेन्सले गर्दाखेरि चाहिँ यस्तै हुन्छ होइन अब कस्तो देखिरहेको छ मलाई थाहा होइन कस्तो लाग्यो तिमीलाई डरपोक ऊ चाहिँ डरपोक हो हाइट यिनीहरूले मलाई भ्लग जिस्कान हामी चाहिँ 3 सिस्टर्स गएर आयौँ अनि लाइक भिड हुने रहेछ तर यस्तो पनि क्या माउन्टेनहरू देख्दाखेरि चाहिँ नेपालकै याद आउने रहेछ होइन अनि माउन्टेनहरू त्यस्तो माउन्टेन त छैन त्यो पनि ग्रिनरी भनौँ न अनि हरियाली डाँडाकाँडा नाइस भाइब्स कुल एयर नाइस अब हामी यता जाने भनेको थियो होइन अब यहाँबाट ट्रेन के भन्छ होला अनि त्यो यसरी गएर यता तलसम्म कहाँसम्म आउने रे
अझै म गएर तिमीलाई देखाउँछ है त प्लग हान्दिनु यो चाहिँ नेपालको घण्टाघर भनेर हाम्रो उमाले अघि भर्खर भन्दै थिए हेर्नु नेपालबाट टाढा भयो नि नेपालकै याद आउँछ है हामीलाई चाहिँ यो पुरै मुभी हलमा छिरे जस्तो छ $61 रहेछ सो मैले जब पनि टिकटकहरू युट्युबहरूतिर हेरेको अनुसारले चाहिँ एकचोटि पे गरिसकेपछि अनलिमिटेड राइड भनेर देखेको थिएँ अनि प्लेमा यसमा 3टा कि 4वटा गर्नु मिल्छ एउटा चाहिँ रेलवे यसरी जानु होला एउटा चाहिँ केबल कार जस्तो थियो ट्याक्क सुबोधको मित्र रहेछ ल कस्तो भेटतिर खै दोस्त के छ दोस्तहरू सुबुको दोस्त हो यो तिम्रो मुख हेर्न मन लाग्यो यता फर्केर गर लु पनि धेरै बोलिरहेछौ होइन खै हेरौँ तिम्रो मुख हेरौँ तिमी धेरै बोलिरहेछौ जो धेरै बोल्छ ऊ डराउँछ भन्ने चिज मलाई थाहा थियो क्या ल हेर घन्टीको यस्तो भइसक्यो अब घन्टी देखेर नि यहाँ सब मक्ख परिसक्यो उमा आयो बेला आयो है बेला आयो कस्तो बिस्तारै आइदिएर क्या यता माथि चाहिँ घन्टी बज्यो घन्टी बज्यो घन्टी बज्यो हामीलाई अलिअलि भोक लागेको थियो पपकर्न खाँदै हुनुहुन्छ दाइ चाहिँ लस्सी खाँदैछु सुबोध चाहिँ ल दाम छिटो भन्दै हातमा दुईवटा केबल कार चढा जस्तो भयो अरे है तर सिन चाहिँ खतरनाक छ है गाइज हामी चाहिँ यहाँनिर नेपालको बारेमा कुरा गर्दैछौँ हामी चाहिँ पोलिटिक्सको बारेमा होइन हामी छुट्टै नेपाल फर्केको छुट्टै भन्दैन र नेपाल फर्केको सबैजना हामी चाहिँ नेता बन्ने अब हामी मान्छे देखिरहेको छौँ त्यसै प्लिज फलो अस हामी कुरा सुन्ने भए ओके सब्सक्राइब ओके उमा चाँडै नेपाल फर्किने रे है यसबाट हामीले यही समराइज गरेर मैले यही भने This is unhealthy. यो अनहेल्दी हो This is unhealthy. यो खाना चाहिँ हुन्न आज भ्याकेसन भएर मात्रै हो जानीलाई त धनी हेल्दी हो तँलाई पनि होइन ब्याड तिमीलाई पनि हो unhealthy. अनहेल्दी आज सबैजना हामीलाई चाहिँ फेरि हेल्दी हो यो त सुन्न नि हुन्न हामीलाई चाहिँ हेल्दी हो मेरो लागि चाहिँ सबभन्दा हेल्दी कुरै ल जम्मै जम गाइदिउँ गाइज नेपालको जस्तै जाउँ सुबु जाउँ भाउजूले डर लागेको पुरै भाउजू मनोकामना माइकी हामी चाहिँ पुरै घुमेर ओरेर खेलेर कराएर चिच्चाएर नाचेर सबै गरेर सकिसक्यो होइन अब चाहिँ हामी घर गएर मोमो बनाएर खाने प्लानमा छौँ सो आजको लागि चाहिँ म यो भ्लग यहीँ सघाउँछु आई होप कि मेरो फर्स्ट भ्लग हो त्यही भएर बियर विथ मी जस्तो भयो नि सो अब भ्लग कस्तो भयो यसो अलिकति फिडब्याकहरू दिनु मैले के एड गर्नु म के बोल्नु अनि ट्राभल भ्लगहरू हुन्छ कि डे इन माई लाइफ यस्तो चिजहरू के छ सानो अब धेरैले त हेर्नु हुँदैन फर्स्ट भ्लग आफ्नै आफन्तहरूले हेर्ने हो होइन त्यही भएर सजेसनहरू यस्तो ड्रप गर्दैन है त बाई बाई